यो चाहिँ हाम्रो सिस्नेरी ट्रिप हो अनि यहाँ आउँदा यस्तो धुलै धुलो जस्तो भएको छ तर हामी एकदम बवाल इन्जोय गरिरहेको छौँ एकदम रमाइलो भइरहेछ हैन धुलो देखेको छैन ए होइन खासै त देखिया छैन तर धुलोले पुरिया चाहिँ हो अहिले चाहिँ हामी बल्खु चोकमा छौँ एकदम ढिलो भइसक्यो केटाहरू 6 बजेदेखि पर्खिरहेको छन् अहिले चाहिँ 8 बजिसक्यो कुट्न मात्र बाँकी राख्छ जस्तो छ केटाहरूले यार बाइक कस्तो काम कुरो बिगारिदियो भने नि 6:30 बजे पुग्ने भनेको थियो तिमी 6:30 बजे यहाँ पुगिसकेको थियौ उसलाई 6:30 बजे कोठा आइदियो भने मेरो साथी मेरो मामा है अब जम्बो ग्रुप भइहाल्यो रमाइलो हुन्छ भनेर सपन कति पर्खाएको यार ल अब चाहिँ हाम्रो सपन सुयोग मेरो मामा खपेस आरब के खिच आशिष ब्रो नवीन सर एकदम बिजी हुनुहुन्छ हाम्रो नवीन सर कसको अनुमति लिँदै हो पाइयो ल आइसक्यो जाम चाहिँ यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु भयो हामी चाहिँ आज मैले भनेको छैन है हामी चाहिँ आज सिस्नेरी जाँदैछौँ सिस्नेरी भनेको चाहिँ एउटा खतरा चाहिँ छ कि छैन त्यहीँ गए थाहा हुन्छ खतरा नेचुरल स्विमिङ पुल हो हामी टक्क आफ्नै सर्कलको साथीहरू रमाइलो गर्दै जाँदैछौँ सुयोग चाहिँ फर्स्टमा आएर पर्खै भयो सपन चाहिँ लास्टमा आएर पर्खाइ नवीन सर से हेलो टु क्यामेरा चोबारमा यहाँहरूलाई स्वागत छ हाम्रो टोली तौदह आइपुगेको छ अनि हामी दक्षिणकालीको बाटो हुँदै जान्छौँ अनि फर्पिङमा चाहिँ एकजना विशाल भाइ छ उसले पर्खिरहेछ उसलाई लगेर जानुपर्ने हुन्छ दाइ छैमले जाने बाटो यतै हो छैमले ओके हामी नेपालको पहिलो जलविद्युत आयोजना होला सायद फर्पिङबाट भन्ज्याङ हुँदै अगाडि बढेर सद्दिखेल भन्ने ठाउँतिर जाँदैछौँ छैमले जाने बाटो सोधेर आउनु भन्दै थियो विशाल भाइले सही हाँसो लाग्यो त्यहाँ टिकट काट्दो रहेछ अनि मन्दिरतिर यता जानु लाग्यो भनेपछि चाहिँ पैसा तिर्नु पर्दो रहेछ साथीको घर भने चाहिँ पैसा तिर्नु नपर्दो रहेछ ए यहाँ भएको सबै केटाहरूले साथीको घर भनिदिन्छन् हामीलाई त साथीको घर कहाँ भनेर सोधिदिएर ओके यहाँ लेखेर छ दक्षिणकाली ल मन्दिरतिर गएछौँ हामी झुक्केर तर झुक्केर गए पनि रमाइलो भयो विशाल भाइ कति टाढा घर बनाएको तिमीले गाडगलित भइसक्यो यार के छ नन्छ तपाईँ नै हो पाउँदा एकछिन पाउँदा तेरि यार मैले तपाईँलाई तयारी गर्नुहोस् भने त अनि तपाईँ बिना तयारी बिहान हिँड्ने मान्छे होइन त अझै अफरोड छ ल यहाँबाट हामीले विशाललाई भेट्यौँ विशालको चाहिँ घरै यतै भयो हुनाले अनि अब बल्ल यहाँबाट चाहिँ 11 किलोमिटर पुरै अफरोड रहेछ क्या 11 किलोमिटर अफरोड त्यो पनि यस्तो धुलोमा मामा के गरेछ माथाको आमा उड्ला है उड्ला धुलो पनि नेक्स्ट लेभल धुलो लैजाऊँ न त माथिर केही पाउँदैन र बोकोलाई लाखा शीतलमा राख्नु पर्यो नि केटाहरू माया गर्दैनन् हेर्नु यहाँ कति स्ट्रगल गरेर आउँदो रहेछ भाइ कहाँबाट ल यहाँ खाजा खाएर हामी चाहिँ अगाडि बढ्न लागेको
यहाँबाट अब धेरै छैन होला 10 किलोमिटर जति छ जस्तो लाग्यो जति अफरोड भयो नि बाटो चाहिँ रमाइलो नै छ त्यही भएर आरामले जानुपर्ने हुन्छ हामी चाहिँ त्यही भने जति धुलो भयो नि अब गएर पखालिदिने त हो नि भनेर हो बाटो यस्तो छ अनि कोही सफा चिटिक्क मान्छेलाई ल्याएर आयो भने के हुन्छ हालत छ्या धुलो कसम त धुलो खाएर कोही बिरामी चाहिँ नहोस् तर कुदा सेरे कुदा आमा ढुङ्गा फाल्दो रहेछ बाइकले फेरि ल दिदीको घाँस त धुलो भइसक्यो त भ्यू गाइज लुक एट द भ्यू खतरा रोड बनाइरहेको रहेछ यार सब भूत भइसक्यो रहेछ आमा ड्रोन उडाउने हो त एकलट ड्रोन उडाउने हो त MD JPB it's only right baby yeah why you mad I got a bag bro name hot in these streets no Tabasco but I'm so stuck that's a fact yo and if you think I'm frontin' you can run it back yo go on, run it back you know that I run it everything you wanna do I already done it वेलकम टु सिस्नेरीमा तपाईहरुलाई स्वागत छ हामी जाँदैछौँ हामी पौडी खेल्न जाँदैछौँ म चाहिँ अहिले विशालको पछाडि बसिरहेको छु पछाडि बस्न चाहिँ सही मजा आउने क्या R15 चलाउनु भन्दा तपाईँ केही भनिदिनुहोस् हाम्रो यात्राको बारेमा केही भनिदिनुहोस् हाम्रो चाहिँ एकदम अकस्मात आएको राइड हो सिस्नेरी राइड विथ स्विमिङ बवाल रमाइलो बाइकले हानिदिन्छ यता ओके बाइक अलिकति साइड राख्दैन एकदम मजा भइरहेको छ नजिकको टाढा देखाउँछ हो हामी रमाइरहनु भएको छ नि ग्रुपमै आछौँ सबैजना इन्जोय गरिरहेको छौँ एकदम ओए सुयोग राजा बाइक अलिकति साइड राखिदेऊ त तिमीलाई अर्थात् होला बोर्ड यस्तो बोर्ड रहेछ यहाँ चाहिँ आशिष ब्रो कस्तो फिल भइरहेछ रमाइलो भइरहेछ नि विशाल सुयोग के भनिदेऊ कस्तो लागिरहेको तिमीलाई रमाइलो गाह्रो भएको छैन छैन रमाइलो यो चाहिँ हाम्रो सिस्नेरी ट्रिप हो तपाईँको यो देखाउनै पर्ने हुन्छ यो चाहिँ हाम्रो सिस्नेरी ट्रिप हो अनि यहाँ आउँदा यस्तो धुला जस्तो भएको छ तर हामी एकदम बवाल इन्जोय गरिरहेको छौँ एकदम रमाइलो भइरहेको छ धुलो देखाएको छैन ए होइन खासै त देखिया छैन तर धुलोले पुरिया चाहिँ हो एकदम होली हरि देखिसि मैले गरेर मामा पनि एकदम एकदम रमाइलो छ एकदम इन्जोय गरिरहेको छु म त डस्ट प्रुफ हो मलाई त धुलै लाग्दैन डस्ट प्रुफ नवीन सर के गर्दै हो सिस्नेरी खोला हो सिस्नेरीमा ढुङ्गा नाला हो ढुङ्गा चाहिँ किन सानोदेखि बानी हो क्या लास्ट मजा आउँथ्यो हेर्न त्यही कसको कट्टु हो यो ओ यो कसको हो यहीँको हो ठिक कुन चाहिँले कट्टु राखेर चाहिँ म त निकाल्न खोजिरह ओके हामी एकछिन यहाँ बस्यौँ फोटो खिचे केटाहरूले अनि अब चाहिँ धेरै टाढा छैन भने भएर एकदम फुल इनर्जीका साथमा हामी अगाडि बढ्दैछौँ तर बाटो लास्टै डेन्जर साथीहरू यार आम्मा कसम म पछाडि बस्दा यस्तो आनन्द फिल भएको थियो नि यो बाइक चलाउँदा वाक्क भएर ठिक छ कहिले काहीँ हुन्छ यस्तो
म त्यसरी कुदाउनु नहुने हो खासमा। यही हो ड्युल च्यानल एबिएस भएको बाइकको फाइदा भने यति हो। त्यसको ठाउँमा मैले त्यहाँनिर एमटी चलाइरहेको म त्यो स्प्लेन्डरलाई हो कि साइनलाई ठोकिदिन्थेँ क्या, कसम ब्रेकै लाग्दैन नि त। एबिएस भएको बाइक, त्यही माथि ड्युल च्यानल एबिएस भएको बाइक भयो भने चाहिँ यस्तो ठाउँमा चाहिँ फाइदा हुन्छ। कस्तो राम्रो मकैबारी हो यार, यस्तो गर्मी हुने ठाउँमा पनि ओइ हरियो मकै छ त। तानेन आम्मा ओइ बिस्तारै राजा। बाटो त मरत छ त। अनि इन्द्र सरोवर गाउँपालिकामा भ्रमण गर्नुभएकोमा धन्यवाद, स्वागतम। ओइ 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 यही हो क्या हो? ओ ल फाइनली वी आर एट सिस्नेरी है। कति गहिरो छ यो विशाल, कति गहिरो छ यहाँ त? अनि हराउला नि त हामी जहाँ जाने हो त्यही। ऊ माथि गहिरो कहाँ हो? यही हो गहिरो, सबभन्दा गहिरो यही हो कसम हो र? हेर्दा त त्यति गहिरो देखिँदैन त। ए गहिरो छ, ल गहिरो छ ल। ओके ओके एकछिन म ठाउँ मात्र हेरेर ल। भिडभाड स्याटरडे भयो पनि त्यति धेरै भिडभाड चाहिँ छैन। त्यहाँबाट हामी फाल्नुपर्छ अहिले। गएर छ गइरहेको रहेछ त्यहाँ। सबजना आँटिन्छ होइन। यसरी नै सिकिहालिन्छ क्या। कहाँ पुग्यो म पुग्यो त्यहाँबाट यहाँ पुगिसक्यो। ल घाम पनि ठ्याक्क भयो। सिस्नेरीबाट अब हामी यहाँबाट फर्किनु लाग्यो। अनि यहाँ चाहिँ पर रेस्टुरेन्टको 50 रुपियाँ लाग्छ। अनि जाउँ।